हेलो पबजी लभर सबैजना सन्चै हुनुहुन्छ होला र म पनि ठिकै छु। आज पनि सधैँ जस्तो भिडियो चाहिँ पबजीको भए तापनि कुराकानी चाहिँ हामी अलिक पबजी भन्दा फरक गर्नेछौँ र आई होप सबैजना तपाईहरूलाई यो कुराकानीमा पनि इन्जोय हुनेछ भन्ने आशाका साथ भिडियोलाई अगाडि बढाउने छु। आज चाहिँ कुरा हामी रिसेन्टली हाम्रो नेपालमा भएको प्रोटेस्ट एकदम ठुलो मास परिवर्तन भएको होइन जेनजी प्रोटेस्टको कुरा गर्नेछौँ। हाम्रो जेनजी प्रोटेस्ट जुन भएको थियो त्यो एकदम सारा नेपालीले चाहेको प्रोटेस्ट थियो होइन, हुनु थियो एक दिन भयो त्यो एकदम राम्रो भयो होइन। सबै हामी नेपालीले वेलकम गरेको छौँ त्यसलाई। तर जे पनि हाम्रो जेनजी भाइ साथीहरूले एक्सपेक्ट गरेको थियो त्यो प्रोटेस्टदेखि के एक्सपेक्ट गरेको थियो, तर त्यो चाहिँ अहिलेसम्म भइरहेको छैन र हामी सारा नेपाली सारा जेनजी फ्यामिली नै होइन यसको लागि चाहिँ अब अलिक निराशै छौँ र नेपाली सारा जनता पनि निराश छ। नयाँ सरकार आउँछ र केही गर्न नसके तापनि भ्रष्टाचारीलाई चाहिँ पक्रेर सबलाई जेल हाल्नेछ। जति पनि पहिलाको नेताहरू छ र नेताहरू भ्रष्टाचार र भ्रष्टाचारीमा मुसिएकाहरू छन् त्यतिलाई चाहिँ पक्रेर जेल हाल्छ भन्ने हामीलाई लागिरहेको थियो होइन। तर अहिले आएर सरकार पनि अन्तरिम सरकार पनि भन्यो तर काम के भयो यही जिरो हुनको लागि, यही दिन देख्नको लागि, जिरो देख्नको लागि, भ्रष्टाचारीलाई पक्रिने काममा चाहिँ जिरो देखिनुको लागि हाम्रो जेनजी साथीहरू र भाइ बहिनीको बलिदान त्यसै गयो क्या। जबसम्म यो भ्रष्टाचारी र राजनीतिमा राजनीतिको आडमा जति पनि भ्रष्टाचारीहरू गर्ने यो खेलाडीहरू छ नि तिनीहरू नपक्रिन्जेलसम्म चाहिँ हाम्रो जेनजी भाइ बहिनीहरूले साथीहरूले रगत बगाएको रगत चाहिँ खोलामा गयो क्या। र यसको लागि चाहिँ अब हामीले जुनै क्षेत्रबाट पनि जताबाट पनि हामी बुझ्ने खालको सबैजना अब चाहिँ लागि परेर सबैजनालाई फेरि अब यो जेनजीले गर्यो परिवर्तन भयो तर भ्रष्टाचारीलाई किन कारवाही भएन भनेर चाहिँ यो अब बनेको सरकारलाई चाहिँ हामीले दबाब दिनुपर्ने हुन्छ। जहाँतुकै होस् जहाँसुकै होस् जे बोल्नुहुन्छ जे भिडियो हाल्नुहुन्छ हल्का अब चाहिँ गर्नुपर्छ क्या। अब फेरि पनि रोडमा आएर खुन बगाउँदाखेरि फेरि पनि अरू मान्छेहरू मर्नु भनेको त अब त्यसै पनि हामीले धेरैजना आफ्नो भाइ बहिनी आमाले छोरा दाइले भाइहरू बहिनीले दाइ गुमाइसके। अब हामी गुमाउने छैनौँ र हामी जति पनि हामी अब अनलाइनबाट केही मान्छेसँग टच भएको मान्छेहरूले चाहिँ होइन यो कुराहरूको आवाज उठाउने अब अहिले अब ट्रेन्ड नै चलाउने भनेर गइरहेछ होइन। #अरेस्ट केपी ओली होइन, केपी ओली र त्यतिखेरको गृहमन्त्रीलाई चाहिँ जबसम्म ती दुईजना मान्छेहरू चाहिँ होइन अब कटघरामा उभिँदैन नि तबसम्म कुनै पनि जति पनि हाम्रो जेनजी भाइ बहिनीहरू साथीहरूको यो रगत बगेको छ नि त्यो बगेको रगतले चाहिँ अब त्यो उनीहरूको आत्माले चाहिँ शान्ति पाउँदैन क्या। तबसम्म चाहिँ हामीले अझै पनि लडिराख्नुपर्ने हुन्छ र अहिले आएको सरकारले यो काम चाहिँ तत्कालै गर्ला र नेपाली जनतालाई खुसीको खबर सुनाउला भनेर हामी धेरैजनाले सोचेका थियौँ। तर त्यो चाहिँ हाम्रो अहिले पानीमै मिलेको छ होइन। यो चाहिँ हामीले पानीमा मिल्नु चाहिँ दिनु हुँदैन। जति रगत बगेको छ जति आत्माहरू छ उनीहरूले पनि शान्ति पाउँदैन जबसम्म यो हुँदैन तबसम्म। र अहिले केपी ओली र पहिलाका जति पनि अब पुराना नेताहरू थिए नि उनीहरू पनि अब खुल्लम हिँड्न थाले क्या। खुल्लम हिँड्न किन थाले भन्दाखेरि जेनजी सेलाए। अब यिनीहरू जति उफ्रिन्थ्यो सक्यो अब पालो हाम्रै हो भनेर फेरि आउन थालिसक्यो क्या। अब चाहिँ सडकमै नउत्रिँदा पनि सरकारलाई दबाब दिन जहीँ पढाउनु सकिन्छ र अहिलेको स्तरमा सोसल मिडिया भनेको कति पावर हुन्छ होइन। यो सबै अब स्टार्टिङ त त्यही सोसल मिडियाको कारणले भएको हो नि त। त्यही भएर हामी सबैजनाले जहाँबाट सकिन्छ त्यहाँबाट आफ्नो तर्फबाट सरकारलाई दबाब दिएर के गरेर हुन्छ होइन। सबैले अहिले अब #अरेस्ट केपी ओली होइन अब #अरेस्ट प्रिभियस अनि गृहमन्त्री भनेर चाहिँ आवाज उठाउनु जरुरी छ है गाइज। यो काम चाहिँ ढिलो गर्नु हुँदैन फेरि नत्र कतिजनाको रगत बग्छ। त्यही कारणले हामीले बेलैमा बुद्धि पराएर
सबै जोग्यौँ, आफ्नो भाइ बहिनीलाई पनि जोगाउँ, आफू पनि जोग्यौँ भन्नको लागि बेलैमा आवाज उठाएर सबैले अबको सरकारलाई कान खडा गर्ने काम गर्नुपर्छ हामीले है। हुन त अब सम्झिनु होला, अब कुनैले कसैको पक्षमा लिँदा नेपालमा भन्ने अब त्यस्तै हुन्छ नि त, कुन चाहिँको झोले होला भनेर। तर म चाहिँ एकदम कसैको पनि झोले छैन। राम्रो काम गर्ने सबैलाई मन पराउँछु, सबैलाई सपोर्ट गर्ने हो, नराम्रो गर्ने कसैलाई पनि नछाड्ने हो। अब चाहिँ पारा त्यही हो। यति भन्दै आजको लागि बिदा चाहन्छु र च्यानलमा नयाँ हुनुहुन्छ भने फलो गर्नु होला र भिडियो राम्रो लागेमा एक लाइक त बन्दै र भिडियो कुन ठाउँबाट हेरिराख्नु भएको छ त्यो पनि कमेन्ट बक्समा गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।